आफ्नो घर अगाडि एउटै मात्र रुख भए पनि रोप्यो भने पनि कति सुन्दर लाग्छ क्या, कति राम्रो देख्छ। यो चाहिँ मयूरपङ्खी धुपी भन्छ। यसको पातहरू चाहिँ मयूरको प्वाख जस्तै चेप्टो चेप्टो भएको भएर मयूरपङ्खी भनेको हुनुपर्छ। अनि यो चाहिँ एकदमै राम्रो सुन्दर देखिन्छ। धुपीका प्रजातिहरू धेरै हुन्छन् र ती धेरै प्रजातिहरूमध्ये यो चाहिँ मयूरपङ्खी हो। पेन्सिल धुपी भन्छ, सुनाखरी धुपी भन्छ, विभिन्न छ अरूहरू पनि। तीमध्ये यो चाहिँ मयूरपङ्खी हो। एउटा मात्रै बोट आँगनमा रोप्यो भने पनि यो धुपीले चाहिँ निकै शोभा दिँदछ। मयूरपङ्खी धुपी चाहिँ यो पेन्सिल धुपी भन्दा नि अझ राम्रो हो जस्तो लाग्छ, किनभने यो झ्याम्म फैलिएर जान्छ। पेन्सिल धुपी चाहिँ एकदमै सरर त्यो उसको रुख जस्तै, सल्लाहको रुख जस्तै सललल माथितिर जान्छ। उचाइ अलिक बढी लिन्छ, यसको चाहिँ उचाइ अलिक कम्ती र झ्याम्म एउटा पोथ्रा बनेर बस्ने हुनाले त्यो चाहिँ हेर्दाखेरि अति राम्रो लाग्छ। रोप्नुहोस् है रोप्नुहोस्, झ्याप्प परेको झ्याम्म परेको यो धुपीको रुखहरू आँगनमा चट लाएर होइन, झ्याम्म रोपिदिएपछि कति सुन्दर देखिन्छ। रोप्नुहोस्।